Hello everyone, happy Dasai. Hello, happy Dasai. Khoi te happy Dasai. Happy Dasai. Eta happy Dasai भन्छ न. Happy Dasai, happy Dasai. हामीहरु चाहिँ सबैजना रेडी हुँदै छौं। म चाहिँ रेडी भइसके, भाउजू र दिजु चाहिँ रेडी हुँदै हैसिन्छ। अब हामी चाहिँ अनि दशैं मनाउनु पर्छ। ह्यापी दशैं दादा। ह्यापी दशैं। खै आबियाना? हाय आबियाना, दर्शन गर्देऊ न। दर्शन गर्देऊ न। गए बाबु त नज त्यो स्याउ लिएर सुन्तालाई लिएर उता नजा। दर्शन गर्देऊ न। धेरै त चाहिने हैन नि जमरा। दशैं गीत बजाइछन्। ए फेरि आबियानाले हेर्दै होला। हेलो भाउजू, कस्तो लागिरहेछ हजुरलाई दशैंमा? एकदम रमाइलो। दशैं कतिको लागिरहेछ हजुरलाई? रमाइलो लागिरहेछ। दादा हजुर दशैं कस्तो लागिरहेछ? बबाल लाएर चाहिँ छोरीलाई के हेर बसिरहनु पर्छ हामी। आबियानालाई दशैं कस्तो लागिरहेछ? आबियानाको फर्स्ट दशैं। हामी आइ गर्न सिकेको। आबियाना दर्शन गर्देऊ न। गर्दैन आलस्य असुन्तला आलस्य। निन्द्रा लाग्यो उसलाई। होइन सुत्दैन है अहिले त। ढिलो भयो नि कसो बाह्र एक बज्यो। हाय भाउजू। हाय। दिजु चाहिँ अझैसम्म रेडी भएको छैन। हेलो दिजु, कतिखेर हो रेडी हुने? दर्शन भिनाजु। I'm good and you? Happy दशैं भिनाजु। सुत्यो बिचरा आबियाना त। सुत्दैन के ए सेक्स त्यही एकछिन उठेर झाप्छु लागिदिएर फेरि सुताइदिनु सुत्छ नि लगाएको आज बिहान सुत मैले भनेर देखि हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो दाल पाक्दैछ। यहाँ हाम्रो खाना पाक्दैछ। यहाँ अब दिजु र भाउजूले चाहिँ पूजा गरेर आइसक्छ।
हाँसे यस्तो ला निभ्यो हजुर 3-4 सिटी त लाग्यो अलि मजाले पाक्नु पर्यो नि त फोटो दिदी उता दादाले खिच्दिन्छ आऊ आबियाना तिमी पनि आउँछौ अब कति पालो भन्छ अब Tutuna. है गणेशलाई दुबो चढाउने भन्ने थाहा छ के अरे मलाई चाहिँ शिवलाई चाहिँ होला नि घन्टी बजाउन आउने त नि छिटो आऊ बाबा घन्टी बजाउँदिने आऊ घन्टी बजाउन आऊ साना एकखेर हात गर्छ हात गर्दै लाऊ आऊ माया आऊ घन्टी बजाउन आउनु त नि यता 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 यताबाट हेरि साना त्यही राबिन्छ लाऊ यो दिन बज्यो त यो चलाउने यता उता जानु यो चाहिँ आउँछु होला त्यसले मलाई भगाइ ला आप त्यसले जाऊ यता फर्कन घन्टी बजाऊ नि ल घन्टी अभियाना उता हेरेर हाँस्यो बिचरालाई कस्तो निद्रा लाग्छ निन्द्रा आदिमै उठेको भएर क्या अभियाना लड्यो अलिकति अभियाना दर्शन गरिदेऊ न दर्शन अभियाना यता ठ्याक्क उता बसेर गऱ्यो हुन्छ उताबाट गएर ठिक्क हुन्छ यताबाट यता बस्छ न आदियानाले बिचमा राख्ने ए हजुर लगाइदिने हो मिल्छ तर हामी अब उताको आबेना दिँदैन त अरूलाई त यसो गर न पहिला तिमी बस म दुईजनालाई लगाइदिन्छु अनि पछि गएर के आइबिएनआल तिमी लगाइदिनु किन भन्दा यसले
देखेर हौ आफै किन रोको तिमी ह्याप्पी दसैँ के हो टिका के गर्छ सिधै टिका यो लायो के छ पहिला तिमीलाई लाउने होला अलि नजिक बसेर खाउन लाग्यो भनेर होइन खाउन लागेन होइन नि त के हाले है क्या होइन खाउन लाग्यो भनेर हो के नि टिकी लाउने बाबा टिकी 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 खानी होइन नि त आइप्याडमा देखाउनु पाएन मेरो मोबाइल आएको थियो अब देखाउनु के थियो तैँले कि फोटो खिचेको ब्लग होइन उसको गीत लगाइदिनु पायो भने चाहिँ आइप्याडमा रोक कस्तो जङ्गली भए त थाहा छैन नि त बिचरा यो फर्स्ट टाइम लाउनु लागिरहेको आबियानाले एक त निन्द्रा पनि पुगेको छैन उसले दिँदैन नि हल्ला बच्चा कहाँ दिन्छ र फेसमा त उसको त त्यो भयो भने त लाउँछ नि त आफै लौ न लौ गरिदेऊ न आबियाना किन रोयो आफै मैले भिडियो खिचेँ भिजाउनु पर्छ त्यो आफै हालिरहेको क्या धुनु पर्यो नि त पैसा दिनु पर्यो एकचोटि फेरि जी भइसक्यो झट्कारे निन्द्रा लायो पैसा अब ट्रान्सफर हाई आबियाना पहिला सल्लाह फोटो सोटो खिचेर अनि खाना खाने है के हो
रात ठिक भइदिनु है ठिक हो बस्नु हो ठिक हो अहिले भइदिन्छ अहिले साला नि हेर न आलु भयो के कस्तो हावा चलेको लौ न जाम खै भाउजू होइन रोक्यो अहिले त रोक्यो अब त राम्रो आउँछ कि हेर्नु त गाइजहरू हाम्रो त कपाल त उडाएर यस्तो बनाइदियो ल फेरि हावा चल्यो कस्तो राम्रो आउँदो रहेछ त भिडियो लिनु ला हो ब्लग हो म त बोलिदिइराखेको फेरि म हामी चाहिँ अब यहाँ फोटो भिडियो खिच्नको लागि आएको कस्तो लागिरहेछ हजुरलाई त्यसो मलाई त उडायो अहिलेको हुरीले सबैको फोटो खिच्ने सपना चाहिँ उडाइसकेको छ हाम्रो प्रयास होइन त्यही त आइसक्यो म एकदिन हाँसेर मलाई के आउनु भनेको नानी ठ्याक्क सुत्यो उसले जाउँ भनेको नानी सुतिहाल्यो हिजो अब मिसाई नेपालमा भयो नि जुरोस् सबैको गरेर हो काम गर्नु अब यस्तै पैसा भन्ने पनि हामी त चिन्दैन चिन्दिन पैसा के यहाँको पैसा प्लास्टिक जस्तो ल है भाग्य मान्छे आवाजले जाऊ ए अरूले पाठ ए टिका जाँदा त खाना चाहिँ अरूले टिका जाँदा त खाना चाहिँ अरूले दिन्छ खाना त पुरा जस्तो लाग्योस् म खुसी भएँ तिमीहरूलाई यसपालि टिका लाउन पाउँदा ल अब बुहारीलाई नि जुरेको रचा लाउनलाई दसैँको टिका मम्मी लाग्दैन जस्तो मसँग आन्टी भनेर नेपालले गए पनि बोलाउँदै हिँड्दै हिँड्नु त्यही घर अगाडि बाटो अब नानीलाई हजुरआमाले टिकी टिकी निधार मात्रै ट्रस्ट गर्नु त मम्मी निधार मात्रै छुनु त एकचोटि नानी
मलाई त पर्दैन लाला बिचौली खाली के हो यो मासु ग्रेभी यो राजमा ए अनि यो मासु धेरै हालेको माइक्रोवेभ यो अचार तरकारी यो ह्याप्पी दसैँ भाउजू ह्याप्पी दसैँ भन्दैछ लुक्छ है हजुर ल खोइ कस्तो आयो राम्रो हात अब एन्डिङ हो नि त बाई भन्छ बाई सबैजनालाई त नि होइन यता त देख्छ कि बाई गाइस अब चाहिँ हामी घर जान लागेको हाम्रो चाहिँ दसैँ यति नै भयो सिधै हाम्रो दसैँ